आज राइटिङ टास्क 1 मा तपाईले धेरै ब्यान्ड स्कोर गर्नु छैन अनि 6.5 अथवा 7 सम्मको ब्यान्ड स्कोरले तपाईलाई इनफ हुन्छ भने चाहिँ हियर आर फ्यु थिंग्स दैट आई वुड लाइक टु शेयर विथ यु अल। जहिले पनि आफूले टास्क 1 का जस्तोसुकै क्वेशन टाइप आए पनि कस्तो स्ट्रक्चरमा लेख्ने भन्ने कुरा चाहिँ स्योर भएर चाहिँ प्र्याक्टिस गर्ने बानी बसाउनु। अब क्वेशन्सहरु चाहिँ धेरै हेर्ने तर आन्सर गर्दाखेरि चाहिँ डिटेल्ड आन्सर लेखेर चाहिँ आफ्नो टाइम वेस्ट नगर्नु। ओभरभ्यू लेख्न चाहिँ अलिकति आफूलाई पर्फेक्ट बनाउनु। जति तपाईले राम्रो ओभरभ्यू लेख्न सक्नुभयो तर डिस्क्रिप्सन लेख्ने बेलामा त्यति नै सजिलो हुन्छ। अनि अर्को एउटा टिप्स जुन चाहिँ मलाई एकदमै हेल्पफुल भएको थियो, मैले कुनै पनि डाटाहरुलाई प्रेजेन्ट गर्नु पर्यो भने अथवा त्यहाँ दिएको डाटालाई डिस्क्राइब गर्नु पर्यो भने चाहिँ म एप्रोक्सिमेटली डाटाहरु मात्रै लेख्थे। सपोज 34% थियो भने अथवा 33% अथवा 32% के अराउन्डमा कुनै डाटा थियो भने अराउन्ड 30% लेख्दिन्थे अथवा चाहिँ अराउन्ड 31% लेख्दिन्थे। त्यसरी अराउन्ड अथवा एप्रोक्सिमेटली त्यस्तो वर्ड्सहरु युज गर्नु। जस्तै लाइन ग्राफ, बार ग्राफको केसमा त अलिकति छुट्याउन गाह्रो भयो भने पनि सजिलो हुन्छ। अर्को कुरा चाहिँ आफ्नो ओपिनियनलाई चाहिँ पुरै बेसी दिँदा पनि हुन्छ। टास्क 1 मा चाहिँ त्यहाँ जे दिएको छ त्यो बाहेक अरु केही पनि नसोच्ने, त्यही भएको कुरालाई मात्रै डिस्क्राइब गरिराख्ने। अनि जबदेखि टास्क 1 प्र्याक्टिस गर्न थाल्नुहुन्छ नि त्यतिखेरदेखि वर्ड काउन्टलाई चाहिँ एकदमै ध्यानमा राखेर प्र्याक्टिस गर्ने गर्नु। मैले आज राइटिङ टास्क 2 सँग रिलेटेड भिडियो अपलोड गराएको थिएँ, त्यहाँ पनि मैले भनेको थिएँ सकेसम्म धेरै भन्दा धेरै क्वेशन्सहरु हेर्ने अनि ती क्वेशन्सलाई चाहिँ प्याराफ्रेज गर्न जान्नु भयो भने पनि एकदमै हेल्पफुल हुन्छ। जे देख्नुहुन्छ त्यो सबै कुराले इन्क्लुड गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। त्यो देखेका कुराको मेन की फिचर्सहरु के हो त, तपाईले ओभरभ्यूमा चाहिँ केलाई चाहिँ हाइलाइट गर्नुभएको छ त्यो कुराहरु मेन्सन गर्ने। त्यो बाहेक सपोर्टिङ डाटाजहरुलाई तपाईले लेख्नु भयो भने दैट वुड बी इनफ। लास्ट बट नट द लिस्ट, तपाईले स्ट्याटिक डाटा र डायनामिक डाटाको डिफरेन्स थाहा पाउनु भयो भने एकदमै सजिलो हुन्छ तपाईलाई डाटाजहरु इन्टरप्रेट गर्न अथवा चाहिँ त्यसलाई इलाबोरेट गर्न पनि। सो दिस मच फर टुडे। यस्तै आज रिलेटेड टिप्स चाहिँ मैले आफ्नो एक्सपिरियन्सको आधारमा तपाईहरुलाई शेयर गर्दैछु। इफ यु लाइक माई कन्टेन्ट, लाइक, कमेन्ट, रिपोस्ट, शेयर गर्न चाहिँ नबिर्सिनु होला। थ्यांक्स फर वाचिङ गाइज।